यो च्याङथापु गाउँ खोलाहरूले घेरिएको एउटा शान्त ठाउँ हो। यहाँको खोलाको आवाज र हरियालीले मनलाई शान्ति दिन्छ। यहाँका मानिसहरू पनि त्यत्तिकै मिलनसार छन्। यो ठाउँको सुन्दरतालाई अझ बढाउँछन्। भर्खरै हेर्नुभएको यो सुन्दर गाउँमा घुम्दैछन् दुई युवाहरू। च्याङथापुको बजारमा हामी चाहिँ यसरी जाँदैछौँ। कहाँसम्म हिँडेको त्यो चाहिँ थाहा छैन। अहिले तपाईँहरूलाई पनि भिडियो हेर्दै जाँदा थाहा हुन्छ र मलाई पनि पुग्दै गर्दा थाहा हुने रहेछ। यहाँ तपाईँहरूलाई म स्पेसल ठाउँहरूको बारेमा जानकारी दिँदै लान्छु। यहाँ चाहिँ गजबको एउटा बोट रहेछ, रुख रहेछ भने पछाडि चाहिँ बर्को होला। अहिले भरे हेरौँ न मजाले चाहिँ। हाम्रो अगाडि चाहिँ पुरै कुदाउनु भएको छ। फलेचा डाँडा त्यही हाम्रो च्याङथापु मुनि ठ्याक्कै यस्तो छ। यसलाई बजारै भनिन्छ यताको हिसाबले हेर्दाखेरि। सबै कुरा पाइन्छ यहाँ, चामलदेखि लिएर नुनदेखि लिएर सुनसम्म पाइन्छ। यो चाहिँ खोलाभन्दा माथि एउटा गढी छ। गढीमा आइसक्यो। त्यो गढीमा विशेषतया पहिला कुनै राजा बस्थ्यो होला, त्यसको बारेमा चाहिँ जानकारी लिइसकेको छुइनँ। यहाँनिर साइडमा मन्दिर अनि गाउँहरू छ अलिअलि। यो ठ्याक्क अलिकति खोलाभन्दा माथि यस्तो टापु जस्तो बसेको छ। त्यही भएर पनि यहाँनिर चाहिँ राजा बस्नेहरू चाहिएको हुनसक्छ। पहिला एकजना पुच्चे भाइ चाहिँ झुन्डेर मरेको थियो कि यहाँ चाहिँ यो बाटोमा हिँड्नु चाहिँ मान्छे निकै डराउँछ बिहानखेरि अनि बेलुकाखेरि चाहिँ यहाँ डराउँछ। चाल हानेको हानेकै गर्छ अरे होइन। अब यहाँ हेर न, यो चाहिँ घाट पनि हो फेरि। यहाँ यतातिर चाहिँ मसान घाट के मुर्दा घाट हो। यहाँ हुन्छ अनि यहाँ एउटा सानो मन्दिर छ। सानो मन्दिर भन्दा खोइ के को मन्दिर छ है। खोला यहाँ चाहिँ के खोला भन्यो यो त? इन्द्रावती खोला। इन्द्रावती नाम चाहिँ किन रहेको थियो थाहा छैन होला मलाई पनि। खोला त्यो माछा हुनसक्छ यहाँनिर। हामी चाहिँ धानबारी हिँड्दैछौँ है। यतातिर अलिअलि डर पनि लागिरहेछ। अहिले चाहिँ के भएको नि के साह्रो डर लाग्यो हो। अहिले त लाग्नु छोड्यो। अघि चाहिँ त्यहाँनिर धानबारी थियो नि त, छ्याप्पै बस्यो भने त नि कसरी मुख देखाउने होइन। को चाहिँ अब मन्दिर छिर्यौँ है त हामी। कहाँ हिँड्यौँ भन्नु न त हौ यता हेरेर एकचोटि। हामी चाहिँ गढी मन्दिर छिर्दैछौँ है। ल यो चाहिँ कहाँ छ अरे? होइन हौ ठाउँ थोरै अगाडि होइन। च्याङथापु भन्नु न याङबरक। यता हेरेर के हेरेर अनि अनुहार देखिँदैन। याङबरक 2 फलाइचामा रहेको गढी मन्दिरमा चाहिँ हामी जाँदैछौँ। पहिला चाहिँ बजार पनि थियो यसो। ल तपाईँले गलत बाटो ल्याउनु भयो क्या? त्यो कहाँबाट छिर्ने हो? धमाधम हुनुहुँदो रहेछ है। आहा एकैतालै आमा ओहो छिटो जाउँ। अब हामी चाहिँ यहाँ पुगिसक्यौँ। अलिकति तपाईँहरूलाई पनि देखाउँछौँ है त कस्तो छ यहाँको। खोइ त आएको छैन? ल ठिक छ हामी छिराउँछौँ यहाँबाट रहेछ कि जाउँछ। ल विशेष गरेर के हो त यहाँ चाहिँ? ल यस्तो छ। ओइ पूजा पनि हुन्छ है कहिले काहीँ। अनि अहिले चाहिँ विशेष हामी पूजा भन्दा पनि यहाँको बारेमा जानकारी लिउँ हेरौँ भनेर कस्तो छ कसरी घडीसडी पनि हुँदो रहेछ। ल यो चाहिँ घरै थियो होला पहिला कि गढीकै केही थियो कि? यतातिर पनि हेरौँ हामी। ओहो काली माता जस्तो छ है हेर्दाखेरि त होइन? तपाईँ चाहिँ चुपचाप हुनुभयो त अँ भन्नु न। होइन हेर्दाखेरि त काली माता जस्तो देखिएन? के को काठकै होला यो कि ढुङ्गाको रहेछ यार यो त। पुरै यति साह्रो कला थियो। ल हेर्नुहोस् पहिलाको मान्छे पुर्खाहरूले होइन। यो पनि ढुङ्गाकै हो, पुरै ढुङ्गाको हो। अनि ढुङ्गाको के होला यहाँ चाहिँ के छ? ओहो यहाँ पनि काली माता नै भित्र है देख्न सकिन्छ। ल अहिले यस्तो हेरौँ अम्बक सम्बक छ। ल जोस् राम्रो लाग्यो यो ठाउँको मलाई। अब
मन्दिर पनि आइपुग्यो गढीमा। र यहाँ पनि रहेछ के सेक्युरिटी गार्डको लागि त होइन, यहाँ पनि मन्दिर छ। के गर्नु पर्ला त यहाँलाई अब अलिक यता आएर त छैन ल तेरो थुम्को रहेछ ए यो होइन। ठिक छ, कस्तो लाग्यो त तपाईँहरूलाई यो ठाउँहरू? राम्रो लाग्यो भने एकदम कमेन्ट गर्नुहोस्, हेर्न आउनुहोस्, यहाँनिर आएर फोटो खिच्नुहोस्। म नि एउटा खिच्छु ल।